भोल्ट राख्नु पर्यो भने पनि तिनीहरूले नाइ भन्दा नि नबुझ्ने मान्छे नबुझ्ने साथै खाम जल्दै गरौँ आत्तिकै खाने मान्छे अलिक पछाड कम भइसक्यो क्या अन्त अबै छ नि मोबाइलमा नाप्नु मिल्छ नि पछाड अलिक कम जस्तो लाग्यो मलाई स्क्वायर स्क्वायर जस्तो लाग्यो नि त एरिया पहेँलो जस्तो देखियो बारभन्दा उता चाहिँ बस पार्क 15 मिटर रहेछ अब मोडा अगाडि धेरै छ यसको कति छ यसको पनि त्यही छ मोडा धेरै छ पछाड चाहिँ रहेछ यहाँबाट हाम्रो तिवारीजीको घर यहाँ रह्यो यो भयो धेरै हो मोडा धेरै हो बारी यो यहाँनिर चाहिँ यहाँबाट सहकारी जाने बाटो फेरि यो बाइकबाट यति आउनु पर्यो 100 मिटर जति अथवा 500 मिटर जति होला 50 मिटर जति 18 र 15 रहेछ मोडा 18 पछाड 15 यो 18 है यो 20 है यो 20 पछाड यसको 15 त्यसको 46 बाटो चाहिँ पहिलाको झाङ्गा कति अरे मोडा 20 पछाड 15 60 बाई 45 भयो 60 बाई 15 त्यहाँ 45 भने त 48 पछाड 62 गयो ल स्क्वायर जस्तै है म फर्किँदैछु यो चाहिँ जग्गा अनि यो जग्गा यो रह्यो बाटो खै अब यहाँ चाहिँ रहेछ खेत यति पर पुगेपछि जग्गा सहकारीको भवन यो यहाँबाट बाटो बिजुलीको पोल यहाँ छ चाहिँ खतरा गरेको छ यो भयो एउटा सहकारी निस्किने जग्गा यतिकोसम्म यो हाल्नु नसक्नु है बिस्तारै यता बाटो राम्रोसँग है
यो बस पार्क टिकट काउन्टर बस पार्क यहाँबाट भित्र चाहिँ अब हामीले लाग्ने चाहिँ यो बाटो भन्दा तल कहाँ हात छोपेको अनि यसो गरेर आउनु न भाडा बाटो देखाउनु न बाटो यहाँबाट यता यो चाहिँ यसो घुमेर आएर जग्गा हेरियो यो डाँडो यो चाहिँ जग्गा मिलाएर पारै यसो बनियो